मैले यो 5 तलाको 2 तला भाडामा दिने अनि 3 तला आफै बस्ने गरी बनाइएको घरको बानेश्वरको बिल्डिङको भिडियो हालेको थिएँ अनि धेरैजनाले फुल भिडियो प्लिज भन्नुभएको थियो। हेर्नुहोस् त, यो घरको भुइँतला पुरै सटर भयो। पहिलो तला चाहिँ सबै केही चाहिँ पार्टिसन नभएको छ भने यसरी हामी भर्याङबाट गइसकेपछि दोस्रो तलामा स्पेसियस लिभिङ रुम छ। लिभिङ रुम पनि हेर्नुहोस् त, टिभी क्याबिनेट भयो अनि यो चाहिँ सोफाको सट्टा है धेरैजना मान्छे बस्ने गरी यसरी हामीले सोफाको डिजाइन गरेको छौँ भने त्यो भित्र लिभिङ रुम भित्र चाहिँ एउटा स्पेसियस बेडरुम पनि छ। बेडरुमको हेर्नुहोस् त, फल सिलिङको डिजाइन, पार्केटिङको डिजाइन, पर्दाको डिजाइनसम्म पनि यो कलर कम्बिनेसन साह्रै खुलेको छ नि। त्यसपछि हजुरको तेस्रो तलामा गइसकेपछि स्पेसल किचन हेर्नुहोस् त, किचनमा कति धेरै फिचर्सहरू एडेड छ है। यो किचनको टेक्सचर हेर्नुहोस् त ल्यामिनेट्सको, त्यस्तै गरी यो ग्रेनाइट ब्ल्याकवाला कस्तो राम्रो, चिम्नी त्यस्तै राम्रो छ भने यसमा चाहिँ एउटा स्पेसल कुरा के छ भने किचनमा चाहिँ सिङ्क मात्र छैन है, खाना खाइसकेपछि हात धुन पनि बेसिन पनि स्पेसल सँगै सिङ्कसँगै राखेको छौँ। अनि त्यस्तै गरी डाइनिङ टेबल पनि किचन अनुसारको छ भने भित्र चाहिँ यो चाहिँ स्टोर हो है। किचनसँगै हामीले प्राय सबै घरमा स्टोर दिन्छौँ, यो स्टोर पनि असाध्यै स्पेसल छ। अनि एउटा बेडरुम नहुने त कुरै भएन, बेडरुम पनि एटाच साइडको असाध्यै राम्रो बेडरुम छ है। यो फ्लोरमा गइसकेपछि हेर्नुहोस् त, बाथरुमहरू पनि कस्तो राम्रो छ नि, बाल्कनी त सबै बेडरुममा हुने हाम्रो फिचर्सै भयो। र त्यो भन्दा अब हामी टप फ्लोरमा गइसकेपछि एउटा मास्टर बेडरुम छ अनि यो चाहिँ के हो भन्नुहुन्छ नि, यो पूजा रुम हो है। अनि टपमा चाहिँ हामीले यसरी ग्लास र फाइबर हालेको छौँ भने 360 भ्यू हेरौँ त घरको कस्तो राम्रो। अनि यो इटा जस्तो देखिने टेक्सचर कलर अनि यो पुवाल जस्तो देखिने सिएनसी प्यानल हो है। यो घर कस्तो लाग्यो कमेन्ट गर्नु होला ल।